किन्दु मन खोल कामताङ सलल चैतको मारु ट्याउताङ हरर ओले पहिलेको समयमा चाहिँ मलाई पढ्न पनि आउने थिएन र आफ्नो नाम पनि मलाई स्पष्ट मलाई लेख्न पनि आउने थिएन। पहिलाको जमानामा मेरो 50-55 साल थियो, मेरो 15 रुपियाँ थियो एउटा नाङ्लो लगेर बेच्नुलाई। अहिले त 3-4 सय पर्ने। हामी चेपाङले पहिला बाउबाजेले खाँदै आएको खानेकुराहरू हामी सब बिर्सिसकेका थियौँ। नानीहरूको बिमारी भएको ठाउँमा हामीले जडीबुटी औषधि दबाईहरू चलाउँछौँ। अस्पताल जानु पर्दैन, यसकै जङ्गलमा हुन्छ जडीबुटी। अनौपचारिक शिक्षा आइसकेपछि हामीहरू चाहिँ एकदमै पढ्नलाई पनि आयो। नचिन्ने मान्छेहरू आयो भने हामीले पनि केही कुराहरू राख्न पहिला सकिने थिएन, अहिले चाहिँ हामी स्पष्टसँग राख्न सक्यौँ। हाम्रो दिदीबहिनी क्लासमा जम्मा हुन्छ अनि त्यहाँदेखि एकजनाले जानेको अर्कोलाई अनि अरूले जानेको अरूलाई एकजनाले आदान प्रदान गर्दै त्यो सिप चाहिँ हामी सबैले चाहिँ अहिले जानिसकेको छ। नाङ्लोहरू बुन्नलाई र बनाउनलाई, चोयाहरू खिपाउनलाई आयो मलाई। कोर्काहरू बुन्न पनि सिकेँ र त्यो जाबीहरू पनि बुन्नलाई सिकेँ। त्यो सिप सिकेर चाहिँ आर्थिक आम्दानी चाहिँ हामीलाई चाहिँ भयो। पहिला चाहिँ बच्चा धेरै जन्माउने परिवार सामग्रीहरू प्रयोग नगर्ने हुन्थ्यो। अहिले चाहिँ धिराङ स्वास्थ्य चौकी आछ, त्यहाँ चाहिँ अब कमल चक्कीहरू खाने, कुनैले चाहिँ अब प्लानेट लाउने गर्नु भएको छ। यत्तिकै मैले बन्दा गरिसक्यो। उता हामीलाई सस्ता मिसले सिकायो, तपाईँको 3टा छोरा भइसक्यो अनि अब तिमीले चाहिँ छोरा नपाऊ बुहारी भन्यो। ल भनेर हामी चाहिँ सुई लगाएको 1.5 वर्ष भइसक्यो। अहिले चाहिँ सरसफाइमा ध्यान एकदमै लिएको छ। घर घरमा करेसाबारीहरू पनि छ। बालबच्चाहरूलाई सरसफाइमा चाहिँ अलिक ध्यान दिएको छ। सुरुमा जाँदाखेरि त्यहाँको बच्चाहरू हामी अलिकति नचिन्ने, अनौठो मान्छेहरू आउने बित्तिकै लुक्ने, डराउने, रुने गर्थ्यो होइन। हाम्रो पनि 2टा छोरा यो ठाउँमा पढ्न आउँछ। उता पारीबाट म बस्ने ठाउँ चाहिँ उता कोपोली हो। अनि 2टा छोरालाई पनि एकदम धेरै राम्रो परिवर्तन भयो। बाबुहरूले अहिले त्यो ककराहरू र एबिसिबीहरू सिक्दैछ अझै राम्रोसँग पहिलेको भन्दा धेरै जान्यो। क्लासमा हाम्रो 30 जना बच्चाहरू छ, त्यो अल टोटल सबै स्कुलमा एडमिसन भइसक्यो। अहिले त हामीले त्यहाँ घुलमिल गरेर रमाइलो क्लास चलाउँछ नि त। अनि त्यो अब गीत गाउने, नाच्ने, खेल्ने त्यस्तो कुराहरू गरेर अहिले उहाँहरू एकदम रमाउनुहुन्छ। अहिले त स्कुलै जानुहुन्छ। बाल बच्चा मेरो अनि नाति अनातिहरूलाई मैले सिकाउँछु। मैले नाङ्लो बुन्नु सिकाएँ, मैले चाल्नु बुन्नु सिकाएँ, डोको बुन्नु सिकाएँ, अनि सिबिरिङ बुन्नु सिकाएँ, अनि एउटा बिसिङ, त्यो बिसिङ के त्यो भाँडा लाग्ने कोर्का त्यो पनि सिकाइदियो मैले। विद्यार्थीहरूले मेरो शिक्षा सबै लिन्छ। यस्तो गऱ्यो भने कस्तो हुन्छ बुवा, कस्तो हुन्छ बाजे, मैले भनेको यो गऱ्यो भने जीवन पाल्छ। धनी मनी गर्ने होइन, त्यसले जीवन पाल्छ। त्यसले नापन संस्थाबाट यस्तो शिक्षा लिएर छोराहरूले पनि यस्तो भाँडा बुनेर यस्तै भाँडामा हालेर खाओस् भनेर नानी बच्चा सानो सानो बच्चालाई पनि सिकाइ गरिरहेछ। यस्तै अनि नानीहरूलाई पनि तपाईँहरूले अब हामीहरू यस्तै सिक्दैछ, तपाईँहरू पनि यो औषधिको लागिमा तपाईँहरू पनि सिक्नु भने त्यो नानी बालकहरूले पनि सिक्दै देखाउँदैछ। त्यो नानीहरूले पनि ठुलो भयो भने त्यो औषध चलाउनु पनि उनीहरू जान्न सक्नुहुन्छ क्या। हाम्रो मिटिङ भएको थियो, त्यहाँ पनि राम्रो प्रतिक्रिया, दिदीबहिनीको धेरै गुनासोहरू, कुराहरू, एक्टिङ सायदको कुराहरू धेरै भएको थियो। त्यस्तो यसले चाहिँ धेरै राम्रो परिवर्तन नै भन्नु। हामीले यसो सिप चाहियो भन्ने कुरा गर्नुहुन्छ, सिलाइ कटिङहरू भन्ने कुरा गर्नुहुन्छ। चेपाङ संस्कारको बारेमा, संस्कृतिको बारेमा, चल्ती चलनहरूको बारेमा, हाम्रो सबै खानेकुराहरूको बारेमा सिकियो।
नाफानले समुदायलाई समूहलाई पनि परिचालन गरिरहनु भएको छ, जसले चाहिँ यो ठुलो चाहिँ लगानी हो जस्तो मलाई लाग्छ। किन समुदायमा गरेको लगानी आजको भोलि नदेखिने हुँदा, तर त्यो चाहिँ जति बिउ रोपेर उहाँहरूले चाहिँ टोलटोलमा गएर समूह गएर जसरी सशक्ति करण र परिचालन गरिरहनु भएको छ, यसले चाहिँ एउटा सामाजिक सचेतनाको पार्टमा, सामाजिक विकासको पार्टमा चाहिँ ठुलो भूमिका खेलेको जस्तो लाग्छ। पेन्सिल